खोल आँखा खोल हेलो सरकार आँखा खोल हेलो सरकार कान खोल हेलो सरकार कान खोल हेलो सरकार कान खोल शिक्षकको भेलाले सिंह दरबार बनाउँछ सिंह दरबार बनाउँछ शिक्षकको भेलाले सिंह दरबार बनाउँछ शिक्षकको भेलाले सिंह दरबार बनाउँछ शिक्षक एकता जिन्दाबाद शिक्षक महासंघ जिन्दाबाद ओए सरकार ओए शिक्षा ऐन खोइ मानिसहरूले के भन्छ नेपाली शिक्षकहरूलाई शिक्षा ऐनको आवश्यकता फर्केको रहेछ भन्ने कुरा महसुस भएको छ। यो लामो समयसम्म थकानको महसुस नगरिकन सम्पूर्ण शिक्षकहरू एकबद्ध भएर आन्दोलनमा सरिक हुनुभएको छ। संसदको अधिवेशन आजदेखि सुरु छ। हजुर पक्कै पनि संसदका नेताहरू र राज्य सञ्चालन गर्ने नेतृत्वहरू फर्कमान भएको जस्तो महसुस भएको छ र पक्कै पनि शिक्षा ऐन आउनेछ भन्ने हामीले महसुस गरेको छ। धन्यवाद सर धेरै धेरै यहाँलाई अनि ऐन अब आउने हो त यसको निकास के छ त केही बुझ्नु भएको छ तपाईँले अन्तरिम आदेश त जारी गरिसक्यो होइन हस् धन्यवाद धन्यवाद व्यवस्था परिवर्तन गर्नु छ गाह्रो छ है हामीलाई पनि 24औं दिन सडकमा सेकिँदा पनि यस्तो छ डर नारा लगाउनुहोस् है जारी छ शिक्षक सडक आन्दोलनको आज 24औं दिन हाम्रो देवी सरले पनि गत 3-4 दिनदेखि जोइन गर्नु भएको छ उहाँको पनि स्वार्थ केही पनि होइन हामी सबै शिक्षकहरूको स्वार्थ केही पनि छैन कर्मचारीको माग पुरा हुनुपर्छ हामीलाई संघीयता अनुसारको संघीय शिक्षा ऐन जारी हुनुपर्छ भन्ने कुरामा हामी लागिरहेका छौँ जारी नहुन्जेल हामी विद्यालय नफर्कने भन्ने हाम्रो एउटा अठोट पनि रहेको छ हाम्रो अडान चट्टान झै साबित हुनुपर्छ है देवी सर हो हाम्रो अडान कायमै हुन्छ सरकारले कसरी हुन्छ सरकारले घुँडा टेकेर हाम्रो माग पुरा गर्नै पर्छ हामी टेकारै छोड्छौँ भन्ने लागेर हाम्रो उपस्थिति दिनदिनै उत्साहका साथ अगाडि बढेको छ संख्या बढिरहेको छ नेपालको संविधान 2072 ले के भनेको थियो भने नि देवी सर यो जति पनि ऐन नियमहरू छ नि यसलाई 3 वर्षभित्रमा टुङ्ग्याउने भनेको थियो तर हामी शिक्षकलाई चाहिँ 10औं वर्ष बित्यो अब हामी अहिले सडकमा छौँ पोहोर पनि यसरी नै सडकमा थियौँ अनि 28 सालको शिक्षक र 82 सालको शिक्षकमा केही भिन्नता पाउनु भएको छ त केही छैन त्यही शिक्षा ऐन अनुसार अहिलेसम्म त्यही चलिरहेको छ संघीयता ल्यायौँ भनेर भनेको छ अहिलेको व्यवस्था अनुसारको सरकारले आन्दोलन गर्नुपर्ने अवस्था भएपछि हाम्रो राज्य कहाँ पुग्यो होला भन्ने कुरा हामीले सहजै रूपमा पनि आकलन गर्न सकिन्छ यो कुरामा सरकारको सदा ध्यान रहोस् र चाँडै हाम्रो माग पुरा गरेर हामीलाई विद्यालय फर्काउने वातावरण बनाउनुपर्छ हामी हाम्रो यहाँ रहर ल्याएका छैन हाम्रो यो बाध्यता हो विद्यार्थीको भविष्यले गर्दा हामीहरूलाई पनि पोलिरहेको अवस्था छ त्यसले गर्दा सरकारले यो आवाज तुरुन्त बुझेर अविलम्ब शिक्षा ऐन जारी गरोस् भन्ने कुरा हामीलाई लागेको छ शिक्षा यो रमेश बाबु भट्टराई युनियन एजुकेसनको रमेश बाबु भट्टराईज्यूले फ्री वितरण गर्नुभएको पानी धारालो छ गर्मी बढेको छ होइन पाउनुभयो सर राजकुमार सरले पनि पानी झिकिसक्नुभयो